मर्निङ साथीहरू म उठिसकेको अवस्था छ अहिले चाहिँ बिहानको 5:30 भयो अब म र मम्मी चाहिँ बिहानको तरकारी सपिङ गर्ने माछा पोखरी बाइपासतिर जान्छौँ त्यही नै हो बिहान चाहिँ मन्दिर आइसक्यो यो चाहिँ हाम्रो बालिनको डोजर बालाजी एरियामा चाहिँ बालाजी गुम्बा एरिया चलाइसक्यो गाडी चाहिँ यस्तो अवस्था छ अहिले चाहिँ यहाँ घरहरू थियो सबै सुकुम्बासीहरू चाहिँ हटाइसकेको अवस्था छ अहिले घरहरू केही पनि छैन सबै भत्किसकेको छ ल म र मम्मी चाहिँ मर्निङ वाक गर्दै 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 माछा भरि पुग्न लागिसक्यो जाँदैछौँ तरकारी सरकारी लिएर आउँछौँ एकछिन हिँड्छौँ र फर्किन्छौँ माछा पोखरी चाहिँ बिहान बिहान तरकारी लिने मान्छेहरू भेट यो चाहिँ बालाजु माछा पोखरी पाल्दैन बाटोबाट जस्तो जुलान मान्छे छन् तरकारी लिने मान्छेहरू धेरै छन् तरकारी लिएर जाँदैछौँ घरतर्फ आमा छ ट्याक्क हिँड्दै आज मर्निङ वाक पनि भयो मम्मीसँग ट्याक्क लाएर आउँछ हिँड्दै जाँदैछौँ साथीहरू हामी चाहिँ सपिङ गरेर आइसकेको अवस्था छ अब चिया कफी खान्छौँ त्यस पछाडि के हुन्छ म तपाईँलाई देखाइहाल्छु साथीहरू भिन्डी खरबुजा कटहर त्यस पछाडि गान्टे रातो मुला लिएर आइसकेको अवस्था छ मेरो चाहिँ कफी उम्लिँदैछ कफी खाने बेला भइसकेको छ साथीहरू कफी बनाउँदैछु हाम्रो चाहिँ खानामा आज कटहरको तरकारी बन्दैछ त्यस पछाडि तपाईँको हाम्रो मुलाको तरकारी बन्दैछ आज मम्मीहरू काट्दै हुनुहुन्छ के छ मम्मी बन्दा छ र मोबाइल चलाइरहनु भएको छ बुवा त्यहाँ बसिरहनु भएको हाम्रो भाउजू चाहिँ हाम्रो खाना खाने बेला भइसकेको छ हाम्रो हामी खाना भाउजू पस्किँदै हुनुहुन्छ खाना पापड सकियो त्यही भएर हिजो बेलुका हिजै सक्यो पापड अब हाम्रो आज चाहिँ यहाँ अचार पनि छ बाँकी हाम्रो तरकारीमा चाहिँ आज मुलाको तरकारी छ कटहरको तरकारी छ मम्मीसित आउँदै हुनुहुन्छ हाम्रो मम्मी खाना खाने टाइम भयो ल सबैजना खाना खान आइसकिएको अवस्था छ ल हाम्रो चाहिँ यहाँ आँप र खुर्सानी र नुनको अचारसँग खाँदै हुन्छ तपाईँहरूको पनि मखडा चाहिँ पानी आउनु छ पानी चाहिँ कन्ट्रोल गरेर राख्नु है साथीहरू मम्मी कस्तो छ त रियाक्सन भिडियो मेरै मुखबाट पानी आएछ मम्मी तर यो खाना राम्रो चाहिँ हो है फाइदा यो एउटा खानु भने आज पहचान चाहियो भन्छ नि भन्थ्यो क्या हामीलाई त सानो हो खाने हो त त्यही भएर बाहना आइरहेको लोकेर भिडियो बनाउनुपर्छ त्यहाँ बनाइरहेको छ युट्युबमा हालिदिने हो खरबुजा खाने नि कार्यक्रम हुँदैछ वाटरमेलन रातो होइन जस्तो लाग्यो रातो हुन्छ खरबुजा खाँदैछौँ है खरबुजा खाने बेला भयो हामी चाहिँ आमा छोरा सपिङ गरेर आएर हामी चाहिँ आमा छोरा दुध त्यसपछि सरफ खाजाहरू त्यता लिएर कता सपिङ गरेर आइसक्यौँ
दुध माल्दै हुनुहुन्छ दुधले चिया नखाउँ भनौँ खानु मन लागिहाल्छ घरमा ल्याएपछि ग्यास्ट्रिक भइरहेछ साथीहरू आजको लागि जति नै छ आज त्यस्तो साह्रो केही पनि गरिएन दिनभरि घरै बसियो अनि यो भिडियो यसमै एन्ड गर्छु म केही सुझाव प्रतिक्रियाहरू चाहिँ कमेन्ट सेक्सनमा गर्न सक्नुहुनेछ टिल देन बाई सी यु नेक्स्ट भिडियो थ्याङ्क यू सो मच फर वाचिङ